म चाहिँ के भन्छु भने मान्छेले चाहिँ छ नि लाइफमा चाहिँ सपना देखेर मात्र हुँदैन के त्यो सपनालाई चाहिँ कसरी पुरा गर्ने भन्ने एउटा ज्ञान पनि हुन जरुरत छ के। सपना त एउटा पशुले पनि देख्छ के। र अर्को कुरा जो मान्छेले चाहिँ लाइफमा सक्सेस प्राप्त गर्न चाहन्छ नि त्यो मान्छे चाहिँ एक्लै हुन्छ के। ऊ सङ्घर्षको हरेक पाइला पाइलामा र जो मान्छेले चाहिँ छ नि लाइफमा सक्सेस प्राप्त गर्न चाहन्छ नि त्यो मान्छे कहिले पनि बाहना बनाउँदैन कि जस्तो स्थिति जस्तो सिचुएसन आए पनि ऊ चाहिँ एउटा भनौँ सामना गर्न तयार हुन्छ कि। र जो मान्छे केही पनि गर्न चाहँदैन उसले चाहिँ एउटा भनौँ अब सफलता मात्र चाहिन्छ ऊ मिहिनेत गर्न तयार छैन भने त्यो मान्छेले जहिले पनि आफ्नो लाइफमा बाहना बनाएर भोलि गर्छु म यो काम भोलि गर्छु भन्दा भन्दै त्यसको लागि भोलिमै बित्छ क्या। त्यसैले म के भन्छु भने जस्तो अवस्था आए पनि हार नमानिकन सङ्घर्ष गर्नु होला, एक दिन सफलता अवश्य मिल्छ। भनिन्छ नि दुःखपछि सुख आउँछ। त्यसैले नआत्तिएर आफ्नो यथास्थितिमा रहेर सङ्घर्ष गर्नु होला।